गुड मर्निङ फेसबुक फ्रेन्ड साथी हो। तीव्र इक्जामको तयारी छ, नलेज छ, हतियार छ, गोली छैन भने जस्तै नलेज विभिन्न क्रममा विभिन्न बितेका कालखण्डमा आफूसँग भएको नलेज नभएको नलेज बाहिरबाट खोजेर विभिन्न तौर तरिकामा शिक्षण पेशामा डिग्री गरेका ब्याचलर गरेका डिग्री गरेकालाई पनि पढाइयो। अब अहिले आफ्नो चाहिँ जीवनमा यो शिक्षा भनेको जतिखेर आर्जन गरे पनि हुन्छ, बुढो हुँदैन, बुढो भएर रोकिँदैन। त्यो भएर मैले अहिले तीव्र इक्जामको तयारी गरेको छु, रेगुलर भएर पढिरहेको छु। अब मेरो 19 गतेदेखि इक्जाम छ, फर्स्ट डिभिजनमा A+ ल्याएर पास गर्ने हो। त्यसपछि के हुन्छ हेरौँ।